नमस्कार। आज म एउटा यस्तो व्यक्तिको बारेमा चर्चा गर्दैछु जसमा शिक्षकमा हुनुपर्ने सम्पूर्ण गुण भरिएको छ। सिक्नेलाई निरन्तर सहयोग गरिरहने उहाँ हुनुहुन्छ वीर बहादुर चलाउने सर। सोशल मिडिया फेसबुक र युट्युबमा उहाँ वीर चलाउने भन्ने नामले चिनिनुहुन्छ। फेसबुकमा रहेको उहाँको प्रोफाइल वीर चलाउनेमा गएर हेर्नुस्। बायोमा कति राम्रो कोटेसन लेखिएको छ, मेहनतको फल मिठो हुन्छ। र त्यसको तल अरूको उदाहरण दिनुभन्दा आफै उदाहरणीय बन्नुपर्छ। उहाँले बायोमा लेख्नु भएको यो कोटेसन आज सार्थक भएको छ उहाँको जीवनमा, किनकि उहाँलाई मैले आज उदाहरणको रूपमा प्रस्तुत गरिरहेको छु। मैले उहाँलाई उदाहरणीय व्यक्तिको रूपमा प्रस्तुत गरिरहेको छु। यो मेरो निजी अनुभव हो। मैले अनुभवको आधारमा उहाँको बारेमा चर्चा गरिरहेको छु। लकडाउन हुँदाखेरि घरमा थुनिनु पर्ने अवस्था थियो। त्यो बेलामा म युट्युबका भिडियोहरू हेरेर बस्थेँ। युट्युबको भिडियो हेरिरहँदाखेरि मेरो मनले पनि भिडियो बनाउन भन्यो। मलाई पनि भिडियो बनाउन जाँगर चल्यो, तर कुनै ज्ञान थिएन। मैले धेरै ठाउँमा धेरैसँग भिडियोको बारेमा जानकारी लिइरहेँ, कसैले सिकाउन चाहेनन्। सिकाउने त कुरै छोड्नुस्, मानिसहरूले कुन एप प्रयोग गरेको छ भनेर सोद्धा पनि भन्न चाहँदैन। म आफूलाई ती व्यक्तिहरूसँग दाँजेर हेर्छु। मलाई भएका ज्ञान गुणहरू अरूलाई सिकाइदिँदा खुसी अनुभूत हुन्छ, तर मानिसहरूले उनीहरूले आर्जन गरेका ज्ञान अरूलाई दिनै चाहँदैन। धेरै सङ्घर्ष गर्नु पर्यो केही कुरो सिक्नको लागि। नेपाल मैथमेटिकल सोसाइटीको मेसेन्जर ग्रुपमा 3rd फेज अफ ट्रेनिङ अफ ट्रेनर भन्ने ग्रुपमा एउटा भिडियो आयो। नमस्कार सम्पूर्ण आदरणीय सरहरूमा। यही मिति 2082 असार 3 गतेदेखि हाम्रा विज्ञान तथा गणित शिक्षकहरूका निमित्त आइसिटी मार्फत, जहाँ विभिन्न सफ्टवेयर्सहरू, वेबसाइट, एप्लिकेसन, स्मार्ट बोर्ड तथा विशेष गरेर प्रविधिलाई कनेक्ट गरेर कक्षा कोठामा के कसरी सहज तरिकाले इन्टरेक्टिभ वेमा प्रस्तुत गर्न सक्छौँ। यो भिडियो हेरेपछि मैले सरसँग सम्पर्क स्थापित गरेँ र जियोजेब्रा सिक्न इच्छा व्यक्त गरेँ। सरले भन्नुभयो कि यदि तपाईँमा इच्छा शक्ति छ भने म अवश्य सिकाउँछु। र उहाँसँग हरेक दिन संवाद गर्न थालेँ। उहाँले मैले नबुझेका हरेक प्रश्नको जवाफ अहिले पनि दिइराख्नु भएको छ। त्यही भएर मैले यो भिडियो बनाइरहेको छु कि शिक्षक होस् त यस्तो सिक्नेलाई हरेक क्षण उत्प्रेरित गरिरहनुहुन्छ र सिकाउन तत्पर बस्नुहुन्छ। वीर चलाउने सरले जुम आइडीमा कक्षा पनि लिनुहुन्छ। यदि तपाईहरू इच्छुक हुनुहुन्छ भने उहाँको कक्षा जोइन हुनुहोला र यति मिठोसँग सिकाउनुहुन्छ। तपाईले कक्षा लिएपछि तपाईको हरेक दुविधा उहाँले दूर गर्नुहुन्छ, हरेक जिज्ञासालाई समाधान गर्नुहुन्छ। तपाईको मनमा उठेका प्रश्नहरूको उहाँले उत्तर राम्ररी दिनुहुन्छ।